तपाईले बालेन रवि हर्कजीको विषयमा जति तथ्यपरक ढंगले कुरा उठाउनुहुन्छ नि त्यही कुरा केपी शर्मा ओलीले यदि गलत ढंगले कामहरु गरिरहनु भएको छ निर्णय भएका छन् भने केपी ओलीको चाहिँ बढी गुणगान आलोचना चाहिँ एकदम कम सुनिन्छ के तपाई मार्फत त्यो चाहिँ किन त जस्तो यही कुरा बालेन रविको जसरी उठाउन सक्नुहुन्छ तपाई हाम्रो अध्यक्षज्यूले यो खालको कमी कमजोरी गर्नु भएकै छैन हाम्रो अध्यक्षज्यूले त म किन सम्मान गर्छु भने जस्तो चुच्चे नक्साको विषय जुन उहाँले उठाउनु भयो 12 सालसम्मको हुलाकमा चुच्चे नक्सा छ हैन राजतन्त्र कालमा 64 वर्ष अगाडि हाम्रो लिम्पिया धुरा लिपि लिएर कालापानी गयो कसैले उठाए त उठाएन नि हाम्रो अध्यक्षले उठाउनु भयो संविधान संशोधन गर्नुभयो शहीदगिरीलाई कारबाही गर्ने तहसम्म जानुभयो हैन ल त्यो राम्रो पक्षमा हाम्रो अध्यक्षले कम्प्रोमाइज गर्न पनि सक्नुहुन्थ्यो त्यो गरे भए त्यो राम्रो भारत भ्रमणको निम्ति आएन भन्नु पनि हैन त्यो राम्रो पक्ष त अब जगजाहेरै छ जस्तो अब भाटबटेनीका मालिकले पार्टी कार्यालयका लागि जग्गा दिएको विषयमा अरु कारबाहीमा परिरहेका छन् त्यही विषयमा बोल्दाखेरि हैन किन नराम्रो भन्ने अब त्यसमा चाहिँ तपाई बहुदलीय व्यवस्थामा कुनै पनि दाताले सहयोग गर्ने कुरा हजुर नेपालका आँसु मैया श्रेष्ठले त्यो हैन र माओवादीको पेरिस डाँडा कसरी बनाएको त साइरामजीहरुले जबरजस्ती चन्दा उठाएर अर्काको हैन दिनु हुँदैन भन्दा पनि जो व्यक्तिलाई मुद्दा लागिरहेको छ अदालतमा विचाराधीन मुद्दा छ त्यही व्यक्ति मार्फत त्यत्रो मुद्दा त हाम्रो जस्तो चाहिँ नि राजनीति खिचडी भए देशमा राष्ट्रिय पुँजीपतिले अनि मीनबहादुरले मुद्दा चलाएको देश कहाँ पुग्छ त भने के कसले सोच्ने त बहुराष्ट्रिय कम्पनीहरू दलाल पुँजीपतिहरूलाई सोच्ने जसले सारा सम्पत्ति यही लगानी गरेछ जसले भाटबटेनीका असंख्य सुपरमार्केटहरू खोला छ एउटा चाहिँ नि साधारण जीवनयापन गरेर आएको छ होला कहिलेकाहीँ करको चाहिँ डकुमेन्ट राख्ने कुरामा केही ध्यान पुगेन होला केही पुगेन होला सुधार्ने मौका दिने होला नि त अनि बालेनको घरले चाहिँ गरेर मीनबहादुरको सुपरमार्केटले भत्काइदिने हैन यहाँका व्यवसायिक केन्द्रहरू व्यापारिक केन्द्रहरूमाथि एट्याक गरेर हाम्रो राष्ट्रिय पुँजी कमजोर बनाएर दलाल पुँजीलाई स्थापित गराएर राष्ट्रिय अन्तर्राष्ट्रिय शक्ति चलेर गर्न दिने डिजाइन हो त्यही भएर दुर्गा प्रसाद र बालनहरूले मारवाडी सेवा समितिमाथि किन एट्याक गरे त मारवाडी सेवा समितिले गौशालामा त्यत्रो गाईहरू छाडा गाई पालिरहेछ त्यत्रो चाहिँ नि बिरामीलाई उपचार दिइरहेछ नक्कली खुट्टा दिएछ नक्कली हात दिएछ 200-300 रुपियाँ तिरेर चाहिँ भात खान पाइन्छ 400-500 रुपियाँ तिरेर आउँछ सुत्न पाइन्छ किन त्यहाँमाथि एट्याक छ त भन्दाखेरि समाजसेवाको काम सक्यो हिजो चाहिँ नि दरबार मार्ग र चाहिँ नि न्यू रोडमा चाहिँ बालन टोयलेट लेखेका हैन सबैले अहिले बालनको लाठीले हान्छन् मास्क लाएर हिँड्नुपर्छ बालन त्यहाँ अनि यस्ता चाहिँ नि स्टन्ट कुरा गरेर देश चल्छ भनेको त्यही भएर मीनबहादुरजीले नेकपा एमाले कार्यालय बनाउन जुन जग्गा दान दिनुभयो घर बनाउने संकल्प गर्नुभयो त्यसलाई खुलेर हामीले प्रशंसा गर्नुपर्छ त्यही कुरा हाम्रो अध्यक्षज्यूले गोप्यसँग गरे पनि त सक्नुहुन्थ्यो नि त खुल्ला किन गर्नु भन्दा त्यहाँ कुनै स्वार्थ थिएन त्यही भएर हाम्रो केपी कमरेडले चाहिँ कमजोरी गर्नुभयो भन्ने म चाहिँ यस्तो गम्भीर कमजोरी गर्नुभयो भने चाहिँ केही पनि देख्दिनँ क्या अब तपाईँ सांसद हुँदा मन्त्री हुँदा धेरै अफरहरू तपाईँलाई पनि आयो होला भ्रष्टाचार चाहिँ आफूले चाहेर भन्दा पनि अरू मार्फत चाहिँ त्यो लोभ लालच देखाएर चाहिँ खुवाउने मान्छे नै आउँछन् भन्छन् आफ्नो जीवनकालमा भ्रष्टाचार 1 रुपैयाँ गरेको छैन भन्ने मामिलामा महेश बस्नेत कतिको क्लिन हो तीनटा कुरा चाहिँ म अहिले गर्दैन एउटा भ्रष्टाचार गर्दैन एउटा राष्ट्रघात गर्दैन एउटा अपराध गर्दैन हैन अब मेरो स्रोत कतिको क्लिन हो भन्नु क्लिन त अब जोहीको त सम्पत्ति क्लिन छैन हैन अब नेपाली कसैको पनि क्लिन हुँदैन किनभने मैले चितवनमा जग्गा बेचेँ कट्ठाको कति 12 लाख कतिले बेचेको थिएँ 4 कट्ठा जग्गा पास गर्दाखेरि चाहिँ 2 लाख कतिको सकाइ चाहिँ हैन पास भइसक्यो म जाँदाखेरि भन्दा चाहिँ मेरै स्रोत देखिँदैन नि त त्यहाँ हैन बारजोको 36 लाखमा चाहिँ के अरे 48 लाखमा चाहिँ जग्गा हामीले बेच्यौँ कति 4 लाख 5 लाख म चाहिँ